तार यसरी फ्यारेर जान्छ, यसरी सिधै भुइँभरि तार फ्याल्छ। ल हेर्नुहोस्, अनि मान्छे लड्छ के हुन्छ यिनीहरूलाई मतलब छैन। तार कसको हो, यो के तार हो, नेटको सबै यसरी तार फाल्छ। यसरी हिजो मान्छे लडेर यहाँ टाउको फुट्यो, अब यसको जिम्मेवारी कसले लिन्छ? यस्तो तार फ्यालेछ। आफ्नो काम गरिसकेपछि तार लानुपर्छ भन्ने छैन। यता लान्दाङ र लुन्द्रुङ तार झुन्डिरह भुइँमा, अझै पनि यता पनि छ तार लान्दाङ र झुन्ड्रुङ। यसरी यसरी सबै तार झुन्डिरह लान्दाङ र लुन्द्रुङ होइन। तर पनि यस्तो मतलब छैन, यस्तो छ। अनि उनीहरूले के भन्छ तपाईँको, उनीहरूको ठुलो कुराखेरि यो काटेर लानु पऱ्यो भन्यो भने यसरी तल गाडेको हुन्छ तारहरू पोलमा, यस्तातिर यसरी राखेको चाहिँ। अनिखेर लाउनु पऱ्यो भन्यो भने चाहिँ पुरै यो घरमा हेर्नु त, तार हेर्नु त, ल हेर्नु तार छुट्टाएर सबै पर्खालभरि छ तार। उता त्यस्तै तार लाग्नु काम अरायो भनेदेखि हाम्रो काम होइन, यो यसको काम होइन, यो यसको काम होइन भन्ने। अनिखेर नेटको मान्छेलाई बोलायो भने पैसा माग्ने, पैसा खाने, अनिखेर पैसा तिर्नैपर्छ भन्ने। रिफन्ड चाहिँ हुँदैन अरे, फेरि रिफन्ड चाहिँ जिरो रे, रिफन्ड त गर्नै हुँदैन अरे उनीहरूको भनाइअनुसार। अनि काम गर्ने अर्को घर अगाडि पछाडि यसरी फोहोर फाल्ने, यो कसले बिहोर्छ त? यसरी फोहोर फाल्ने, उहाँ तार, त्यो घरमा तार त्यतिकै फाल्ने, अनिखेर सोझासाझालाई ठग्ने। अनि त्यसपछि थाहा उनले माग्यो भने चुप्लाएर दिने, मागेन भनेदेखि चाहिँ उनीहरूलाई पैसा उनीहरूको खाताबाट काट्दिने। यस्तो प्रविधिलाई चाहिँ के गर्ने? यस्तो पनि त सरकारले ध्यान दिनु पऱ्यो नि। त्यो तारले व्यवस्था गर्नु पऱ्यो नि। जतिखेर पाए त्यतिखेर काटिदिने, उनीहरूकै मान्छे आएर काट्ने, अनि उनीहरूकै मान्छे अर्को आउने पैसा तिराउने। यो त भएन नि, यो प्रविधि त खत्तम छ नि त। यसलाई पनि व्यवस्था गर्नु पऱ्यो। र तार काटिसकेपछि तार लानु पनि पऱ्यो। र मान्छेहरू घटनामा घाउचोट भएको मान्छेलाई कसरी उपचार गर्छ उनीहरूले, त्यो पनि सरकारले हेर्नु पऱ्यो है।